सबैजनालाई वेलकम छ मेरो अर्को नयाँ भिडियोमा। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि छु अलराइट। भिडियो अन्तिमसम्म हेरिदिनु होला र मेरो भिडियोमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ लागे घुम्नु कीर्तिपुरको भिरादिल पार्कतिर। हेर्नु साथीहरू, अहिले चाहिँ काठमाडौँको मौसम एकदमै सफा र चम्किलो छ। घाम लागेर एकदम राम्रो भइरहेको छ होइन साथीहरू। यस्तो घामले पनि पोलिरहेको छ मलाई चाहिँ। म चाहिँ लागे साथीहरू भिडियो हेरेर के कस्तो लाग्छ लास्ट अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। म चाहिँ कलङ्की चोकतिरबाट लागेँ। अब यताउता हेर्दै हिँड्दैछु क्या म चाहिँ। हेर्नु नि त्यहाँनिर घामले पोलेर यस्तो भइरहेछ। काठमाडौँको जाम भन्नुहुन्छ भने यति छ कि फेरि यताउता तन्किँदै भिडियो बनाउँदै कुद्दैछु क्या चाहिँ। हेर्नु न यस्तो दामी मौसम भइरहेको छ कि फेरि त्यो कलङ्की चौकदेखि त्यहाँबाट लागेँ म चाहिँ। अब यस्तो दामी मौसम यस्तो स्वच्छ थियो कि फेरि आज चाहिँ मजाले टुइँ त्यहाँ फेरि ज्याकेटहरू पनि मिलाउँदैछु बेला यताउता हेर्दै यताउताको मौसमहरू हेर्दै यताउता सबै हेर्दै मजाले गइरहेको छु म चाहिँ। यस्तो दामी मौसम भइरहेको थियो कि आज फेरि यस्तो दामी मौसम भइरहेको थियो कि अरू बेला पानी परेर हैरान हुन्थ्यो। आज चाहिँ राम्रो मौसम भइरहेछ। यताउताको ठाउँहरू हेर्दै दृश्य हेर्दै म चाहिँ जाँदैछु। अब पेट्रोल पम्पदेखि उँभो लाग्नु आँट्यो साथीहरू। कति बेला पुग्छ भन्दैमा चाहिँ यताउता हेरिरहेको छु क्या फेरि कति बेला पुगेर घुम्नु होला भन्दै। अब चाहिँ बाटो क्रस गरेर लाग्यो म चाहिँ। हेर्नु न आज त आकाश पनि यति दामी भइरहेको थियो कि म चाहिँ यस्तो मन खुसी भइरहेको थियो कि मेरो चाहिँ आज फेरि घुम्न जाँदाखेरि। त्यहाँको वातावरणहरू पनि एकदम स्वच्छ। यताउता हेर्दै त्यहाँ जाम भइरहेको थियो। एकछिन जाममा पनि परेँ। अब म चाहिँ पुग्नु लागेँ। नजिकै पुगेँ। कपाल मिलाएको झन् चस्मै उडिरहेको फेरि मेरो चाहिँ। फेरि यति उखारेको होइन कि गाडीले यति उखारेको होइन कि बाइकले फेरि मलाई चाहिँ यताउता हेर्दै यस्तो घामले पोलिरहेको छ। फेरि यताउताको मौसम हेर्दै दामी म चाहिँ झिल पारामा हिँडिरहेको छु क्या फेरि। अब चाहिँ म पनि लागेँ साथीहरू। ट्याक्क भित्रको बाटो रहेछ फेरि। भित्रको बाटो पनि एकदम राम्रो थियो त्यहाँको चाहिँ होइन। अरूतिरको जस्तो चाहिँ थिएन। ट्याक्क अब चाहिँ पुग्यो भन्दैमा चाहिँ सोधिरहेको छु कि त्यो पार्कमा फेरि राम्रो छ अरे भनेर सुनेको थिएँ र म चाहिँ घुम्न गइरहेको छु। के कस्तो छ मलाई पनि थाहा छैन साथीहरू। अझै कति लाग्छ भन्दैमा चाहिँ सोध्दै थिएँ कि त्यहाँनिर फेरि। अब चाहिँ ट्याक्क अब चाहिँ यही पार्कको अगाडिको पार्किङ। अब चाहिँ आइपुग्यो साथीहरू। ट्याक्क अब यहाँ चाहिँ हाम्रो कसले चाहिँ कहाँ राख्ने गाडी भन्दै थियो क्या फेरि। त्यहाँबाट चाहिँ म कतिखेर उठ्लेर चाहिँ घुम्नु जाउँ भइरहेको थियो फेरि ओह्राल्दै ओह्राल्दैन। यताउता कस्तो रहेछ भन्दा एकदम स्वच्छ वातावरण एकदम हरियाली राम्रो आनन्द आयो। अब चाहिँ म ओर्लेर यताउता भिडियो गराउँदैछु कि हेर्नु न यस्तो दामी फुल रहेछ कि साथीहरू। त्यहाँ यस्तो दामी रहेछ कि घुम्ने ठाउँहरू राम्रो रहेछ। तपाईँहरू आउनु सक्नुहुन्छ। काठमाडौँ सबैदेखि नै यस्तो डाँडा काँडा जङ्गलहरू सफा। अनि म चाहिँ टक्क फोटोहरू खिच्न आँटेको रहेछ। मेरो फेरि चस्मा बनाएँ यताउता हेर्दै आनन्द आइदिरहेको एकछिन भए पनि। ट्याक्क यहाँदेखि चाहिँ म लागेँ साथीहरू। तलतिर जान्छु अब म चाहिँ घुम्नु। अब एक दुईवटा खिचौँ भनेर अब चाहिँ म लागेँ।
हेर्नु साथीहरू यस्तो रहेछ क्या फेरि कस्तो दामी पुलहरू पनि दामी ठाउँहरू पनि दामी बस्ने ठाउँहरू घुम्ने ठाउँहरू पनि राम्रो रहेछ त्यहाँनिर आनन्द आयो यताउतामा चाहिँ तल उता जङ्गलतिर हेर्दै हिँड्दैछु क्या फेरि मान्छेहरू पनि धेरै आउनु हुँदो रहेछ घुम्नको लागि यो ठाउँमा तलतिर हेर्दैछु म चाहिँ तल खोलातिर कस्तो राम्रो राम्रो ठाउँ हुन्थ्यो क्या साथीहरू फेरि डर लागेर म चाहिँ पुलमा समाति हिँडिरहेको छु कि फेरि एकदम धेरै आउनु हुँदो रहेछ घुम्नुको ठाउँमा तर एकदम राम्रो रहेछ घुम्ने ठाउँहरू पनि तल कति राम्रो रहेछ भन्दै हेर्दैछु कि फेरि म चाहिँ त्यहाँदेखि उतै पल्लै छेउ पुगौँला भन्ने थियो तर पुगिनँ म हेर्नु न यस्तो दामी काठमाडौँहरू देखिन्छ कि फेरि तल पनि राम्रो छ घुम्ने ठाउँहरू यस्तो दामी घाम पनि डुब्ने बेला भइरहेछ कि फेरि त्यहाँनिर तल पनि जाने हो म त भन्दै त्यहाँनिर फेरि हेर्नु न यस्तो दामी भ्यूहरू छ कि यस्तो दामी डाँडा काँडा जङ्गलहरू छ कि फेरि हेर्नु न फेरि म चाहिँ त्यहाँ नक्कल पार्दै हेरेँ ल एकछिन चाहिँ तल खोला हेर्दैछु म यस्तो डर लाग्ने खोला छ कि यस्तो डर लाग्ने छ कि फेरि त्यहाँ खोला चाहिँ दामी शान्त ठाउँ एकदम आनन्द हुने हेर्नु साथीहरू फेरि म चाहिँ एकदम समात्दै हिँड्दैछु कि फेरि त्यहाँ डर लागेर कस्तो हल्लिने रहेछ कि फेरि त्यो पुल चाहिँ यसो एकचोटि घुमिदिउँ न त कस्तो रहेछ कि भनेर हेर्नु होला त फेरि पनि अब त्यहाँबाट म चाहिँ निस्केँ त्यो पुलबाट चाहिँ म चस्मा झर्ला के भन्दैछ मलाई चाहिँ फेरि म चाहिँ त्यहाँबाट म चाहिँ लागेँ अर्कै ठाउँतिर टक्क हेर्नु त्यतातिर जान्छु क्या हिँड्दै त्यहाँतिर रेस्टुरेन्टहरू पनि रहेछ राम्रो बस्ने खाने ठाउँहरू पनि राम्रो रहेछ हेर्नु तल खोलाहरू यस्तो दामी थियो कि फेरि तल खोलाहरू ट्याक्क जुम गर्दै तल फेरि पौडी खेल्दैछन् बुढाहरू चाहिँ हिँड्दै जाउँ यस्तो दामी थियो कि फेरि त्यहाँनिर हेर्नु फोटो खिचेको भनेको त भिडियो गरिराख्यो फेरि ट्याक हिँड्दै साथीले गरिदिइरहेको फेरि त्यहाँनिर यस्तो दामी भ्यू भइरहेको थियो कि आज फेरि आकाशहरू हेर्नुहुन्छ भने एकदम नदुम्मेको खुल्ला क्या मान्छेहरू हेर्नु पर म चाहिँ फोटो लानेर ट्याक्क भिडियो भइरहेको रहेछ फेरि घुम्नु जान्दिन त यस्तो राम्रो भएको थियो कि मौसम त ट्याक्कको तल पनि बस्ने ठाउँहरू रहेछ फेरि यहाँ चाहिँ एकजना आमाले मकै पोल्दै हुनुहुन्थ्यो हेर्नु न साथीहरू यस्तो घाममा गर्मीमा म चाहिँ त्यो चौतारातिर जान्छु भन्दाखेरि हात देखाउँदैछु क्या कस्तो रहेछ एकचोटि गइदिउँ न त भनेर ट्याक जाँदैछ हेर्नु न थकित भइसकेको म फेरि त्यति हिँड्दैखेर यस्तो राम्रो रहेछ कि यताउता के गर्ने उताउता हुँदैन चाहिँ फेरि गर्दै थियो क्या हेर्नु न गलेर मुख बिग्रेको फेरि त्यहाँबाट पनि राम्रो शान्त आनन्द रहेछ डाँडाकाँडा जङ्गलहरू भयो तल खोलाहरू यहाँ चाहिँ बस्ने ठाउँ म चाहिँ साथीहरू गलेर बसेँ अब चाहिँ हेर्नु न फेरि त्यहाँनिर काठमाडौँको भ्यू हेर्नु न
सबैजना अब खानु बेलुका बेलुका आइराख्नु भएको छ क्या त्यहाँ फेरि म पनि ट्याक्क गलेर बसिदिइरहेर क्या एकरो जस्तै टोलाउँदै बसिदिइरहेको फेरि गलेर यति गलिनँ कि त्यहाँदेखि त्यति हिँड्दाखेरि एकदम सोचेमा अब चाहिँ म उठेर लाग्यो फेरि अर्कै ठाउँतिर घुम्नु फोटो होला भन्दा लभ भन्दै हिँड्दैछु म चाहिँ फेरि त्यहाँनिर छैन ट्याक्क अब त्यहाँदेखि चाहिँ म फेरि ओर्लेर तलतिर लाग्दैछु क्या म चाहिँ फेरि यहाँदेखि उता पनि राम्रो रहेछ घुम्ने ठाउँ त नक्कल पार्दै म चाहिँ घुम्दै हिँड्दैछु कि फेरि त्यहाँनिर ट्याक 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 यति खुट्टा दुखेको होइन कि फेरि घुम्नु जाँदा पनि गफ छाड्दै फेरि म चाहिँ यति गफ लाउँदा हिँड्दैछु कि त्यहाँ साथीलाई फेरि साथी चाहिँ मोबाइल तिर्साउने फेरि लगाएर अहिले लड्यो भने भन्दै थियो म त ट्वेक्के कुदिरहेको फेरि च्यानमा साथीले फेरि जोडी चाहिँ हात दुख्यो यहाँ फोटो खिच्यौँ न फोटो भन्दै थियो त नक्कल पारेर हेरौँ न त्यहाँ फेरि फोटो होइन रहेछ भिडियो नै पो भइरहेको रहेछ फेरि आनन्दको ठाउँ क्या भएर बसिरहँ जस्तो लाग्ने ठाउँ रहेछ क्या त्यहाँ पनि फेरि ट्याक्क अब त्यहाँबाट घुमेर अर्कैतिर लाग्छु म चाहिँ फेरि फोटो लानेको भिडियो भइरहेको रहेछ फेरि अर्कोतिर लाग्यो साथीहरू हेर्नु न त्यहाँनिर यस्तो दामी ठाउँ त राम्रै रहेछ तलतिर जाउँ न तलतिर घुम्नु भन्दै थियो फेरि अब त्यहाँदेखि फेरि ओह्रालो अहिलेको ठाउँदेखि नि अर्कै ठाउँदेखि नि ओह्रालो हेर्दै कुद्दैछु क्या मैले साथीलाई चस्मा झऱ्यो भनेर फेरि मिलाउनु भएन हेर्नु यताउता भ्यू त राम्रै छ हेर्नु न रमाएको म चाहिँ त्यहाँनिर यस्तो राम्रो ठाउँ रहेछ भन्दै रमाउँदै कुद्दैछु क्या फेरि चस्मा पनि मिलाउँछु बेला बेला फेरि राम्रो पो रहेछ त ठाउँ त भन्दै बोल्दै साथीसँग बोल्दै हिँड्दै थिएँ कि फेरि म चाहिँ फोटो खिचौँ न फोटो भन्दै हिँड्दैछु क्या म चाहिँ त्यहाँ फेरि ट्याक्क उतालो गरेर चाहिँ म फोटो खिच्छु कि फोटो खिच्यौँ न फोटो भन्दै थिएँ त्यहाँ साथीलाई फेरि मैले चाहिँ चस्मा आँखा नदेखेर फेरि चस्मा खोलेर हेर्दै गरेँ क्या हेर्नु न यस्तो दामी रहेछ कि फेरि त्यहाँबाट माथि पुल दामी थियो साथीहरू अब चाहिँ म 2-4वटा फोटो खिच्नुतिर लाग्छु भनेको त भिडियो रहेछ सब भिडियो फोटो लानेर मिलाउँदै फेरि नक्कल पार्दै बसिरहेको छैन भरे त हेर्नु फोटो लाउँदै म चाहिँ नक्कल पार्दै बस्दैछ जुम गरी पो अझ भिडियो ल भरे हेर्दा त छैन फोटो सब भिडियो मात्र छ कहाँ गयो फोटो चाहिँ भनेको छैन हौ फोटो त अरे हेर्नु न माथि यस्तो दाम अब चाहिँ म फेरि लाग्यो सबै उकालो त्यहाँबाट उकालो लाग्यो क्या म चाहिँ फेरि यस्तो गल्यो कि फेरि म चाहिँ त्यहाँ उकालोमा गलेर हैरान हुँदै हिँड्दैछु फेरि म चाहिँ त्यहाँ गलेको बेला मुख पनि बिगार्दै हिँड्दैछु ट्याक्क म चाहिँ अब हिँड्नु सक्दिनँ है भन्दै हिँड्दै थिएँ मोबाइल समाउँदा नि हातै गल्ने हैरान पो हुने रहेछ त फेरि यताउता
उता हेर्दैछु कि मान्छेहरू मजाले हावा खाएर खोलाको किनारमा बसिरहेछन् क्या सबैजना तल फेरि। अब यहाँबाट चाहिँ म तिर्सो लागेँ अर्को ठाउँतिर। त्यहाँ पनि बस्ने ठाउँहरू रहेछ क्या फेरि, राम्रो रहेछ। यहाँबाट चाहिँ एक चक्कर चाहिँ घुमाइदिउँ न भनेर हेर्नु न कस्तो राम्रो रहेछ क्या ठाउँ त। ट्याक्क तिर्छ। अब त्यहाँबाट फेरि अलिकति उकालो चढ्नु पर्ने थियो क्या, चढ्दैछु म चाहिँ फेरि। चस्मा चाहिँ 10चोटि मिलाइरहेको छु म चाहिँ फेरि। हेर्नु न त्यहाँ मुख चाहिँ बिग्रेको गलेर। गलेर हैरान ठाडै उकालो रहेछ। हेर्नु न त्यहाँ चाहिँ यस्तो दामी भगवान्को मूर्तिहरू राख्नुभएको रहेछ क्या। ट्याक्क उकालो भगवान्को मूर्तिहरू हेरेर म चाहिँ फेरि उकालो लागेँ। अब यताउता हेर्दै चाहिँ गल्लेर हिँड्दैछु। कहिले पुगेर बसौँ, कहाँ बसौँ, बस्ने ठाउँ पनि छैन भन्दै हिँड्दैछु म चाहिँ हेर्दै। ट्याक्क त्यहाँबाट फेरि अर्को ठाउँतिर लागेँ म चाहिँ। घुम्ने ठाउँहरू त धेरै रहेछ त्यहाँ। बल्ल तिर्साएर उफ गर्दै शान्तको सास फेर्दैछु फेरि म चाहिँ। हेर्नु न त्यहाँबाट तल त्यस्तो राम्रो भ्यू थियो कि म चाहिँ हेर्दै यताउता हेर्दै हिँड्दैछु फेरि। ट्याक्क आनन्दको तिर्सै कहाँ छ होला बस्ने ठाउँ भन्दै। गाडीहरू हिँड्ने ठाउँ पनि रहेछ, मान्छेहरू हिँड्ने ठाउँ पनि रहेछ, ठुलो रहेछ रोड त्यहाँ पनि। अब ट्याक्कै बस्ने ठाउँमा आइपुगेँ म चाहिँ। अब एकछिन चाहिँ बसिदिउँ न त, घुमाइदिउँ न त। हेर्नु न माथिबाट फेरि पुल कस्तो राम्रो रहेछ क्या। टक्क लाएर मोबाइल एकचोटि सट्ट भएर हेर्नु कस्तो राम्रो। म चाहिँ थकित भएर बसिरहेको छु कि फेरि त्यहाँनिर। ट्याक्क यति गल्यो कि उकालोबाट आएर फेरि यति गल्यो कि गर्मीले उस्तै भयो। घाम अस्ताउने बेला पारी राम्रो देखिरहेको छ क्या ठाउँहरू पनि। सोच्दै कुरो हुँदै फेरि बस्दैछु त्यहाँमा चाहिँ टोलाउँदै। हेर्नु न यस्तो दामी छ कि यस्तो दामी छ कि यो ठाउँ त। दामी नै रहेछ भनौँ न। पहिलोचोटि नै हो मेरो पनि यो ठाउँमा जाने गएको। थकित भएर निदाउनै आँटिसकेँ म चाहिँ। अब फेरि भिडियो गर्दै लु अब चाहिँ हिँडेको म चाहिँ जाउँ भन्दै। एकछिन गर्दा भिडियो गरिदिउँ न त बसेरै भनेर बस्दै अब चाहिँ फेरि लागेँ। अब चाहिँ घर फर्किनु पर्यो भन्दै हिँड्दैछु कि म चाहिँ त्यहाँ फेरि। हेर्नु न यस्तो राम्रो पुल छ कि माथि। हाम्रो मान्छेहरू धेरै नै हुँदो रहेछ यहाँ पनि घुम्नु। तिर्सै लाग्दैछ यो मान्छे। अब टुङ्का के भन्दा हिँड्दैछु कि फेरि त्यहाँनिर यस्तो राम्रो रहेछ कि ठाउँ भन्दा हिँड्दैछु म चाहिँ त्यहाँनिर फेरि। हिँड्दैछु म फेरि त्यहाँ। यताउता यहाँ घुम्न आउनेहरू पनि बस्नु हुँदो रहेछ क्या। गेस्ट रुमहरू पनि रहेछ, गेस्टहरू बस्ने ठाउँहरू पनि रहेछ। राम्रो रहेछ क्या यहाँ होटल एन्ड लजहरू, खाजा खाने ठाउँहरू पनि राम्रो रहेछ। अब त्यहाँबाट फेरि उकालो लागेँ म चाहिँ। कहिले पुग्नु पार्किङको ठाउँमा भन्दै हिँड्दैछु म चाहिँ साथीहरू फेरि त्यहाँ।
बिटुमी फेरि गलेर चाहिँ मर्ने नै बेला भइसक्यो। ट्याक्क हिँड्दैछु म चाहिँ। मुड बिगार्दै हिँड्दै चस्मा बनाउँदै हिँड्दैछु क्या। फेरि म चाहिँ त्यहाँ हाँस उठेर के भनेर हाँस उठेर झन्नै मरिँदा थिएँ फेरि म। अब चाहिँ ट्याक्क पार्किङ गर्ने ठाउँमा आइपुग्नु लागेँ म चाहिँ। यताउताको दृश्य हेर्दै आनन्द लिँदै हिँड्दैछु गलेको बेला पनि। ट्याक्क हेरिदिनु यताउता फेरि मान्छेहरू चाहिँ धेरै नै हुनुपर्छ यहाँनिर। मोबाइल एकचोटि यसो घुमाइदिउँ न त अन्त। अब चाहिँ म घरतिर फर्केँ साथीहरू। अब चाहिँ म जाने थकित भइसकेँ घुमेर भन्दै। अब चाहिँ लागेँ साथीहरू घरतिर। ट्याक्क अब चाहिँ त्यहाँबाट फर्केँ साथीहरू। घुमेको ठाउँहरू हेरिहाल्नुभयो के कस्तो लाग्छ हजुर पनि आउनु होला है। ठाउँ त एकदम राम्रो शान्त आनन्द भएको रमणीय छ। बाटो पनि राम्रै नै छ, त्यस्तो कच्चीहरू छैन, पिच्ची छ, एकदम राम्रो छ। म चाहिँ घरतिर फर्किँदैछु। अब चाहिँ घरतिर लाग्दैन न त अब फर्किसक्यौँ भनेर म चाहिँ फर्किँदैछु कि त्यहाँनिर हेर्नु न फेरि कपाल उडाएर भन्नुहुन्छ नि ज्याकेट सबै उडाएर हैरान हुन्छ फेरि यो बाइक हुँदै बस्दा चाहिँ। ट्याक्क अब चाहिँ टैकिटै घरतिर आउँदैछु म चाहिँ। आकाशहरू पनि आजको दिन त राम्रो सफा भइरहेछ साथीहरू। ट्याक्क हेर्नु न यस्तो राम्रो ठाउँहरू पनि राम्रो रहेछ कि फेरि यहाँको चाहिँ साथीहरू। ठाउँहरू घरहरू सबै राम्रो रहेछ यो ठाउँतिर। म चाहिँ पहिलोचोटि नै गएको यो ठाउँमा चाहिँ। ठाउँ पनि राम्रो लाग्यो घुम्ने ठाउँ भन्दै गफ गर्दैछु म त्यहाँ फेरि गफ हान्दैछु। हावाले उडाएर फेरि हैरान भइरहेछ कति बेला चाहिँ। ट्याक्क अब यहाँदेखि चाहिँ बाटो काट्यो कलङ्की चोकतिर। बाटो काट्न चाहिँ यति टाइम लाग्छ फेरि काठमाडौँको ठाउँमा। लेन मिच्नु पनि पाइएन, आफ्नै लेनमा हिँड्नु पर्यो, अर्को लेनमा नि हिँड्नु पाइएन, टाइममा हिँड्नु पर्यो, हैरान छ हैरान। अब चाहिँ कलङ्कीतिर लाग्यो। ट्याक्क कलङ्की चोकतिर लाग्दैछ साथीहरू म चाहिँ। पैसा कति उठो पैसा भन्दैछु म चाहिँ फेरि यहाँनिर। ट्याक्क कलङ्की चोक आइपुग्नु लाग्यो साथीहरू म चाहिँ। यताउता दृश्य हेर्दै रमाइलो गर्दै हिँड्दैछु म चाहिँ त्यहाँ। होला नि त हो भन्दै कलङ्की चोक ट्याक्कै आइपुगेँ म चाहिँ। अब कलङ्की चोक हेर्नु न कस्तो राम्रो छ क्या कलङ्की चोक पनि। ट्वेक्क परेर गाडीहरू यति जाम छ कि धन्न आज अलि जाम रहेन भनौँ न। अरू बेला त यस्तो जाम हुन्छ कि यस्तो जाम हुन्छ कि। आज त रोड खाली खाली नै छ भनौँ न। त फेरि तन्काइदिउँ न त यसो नक्कल पारिदिउँ न त भनेर नक्कल पारिदिँदै फेरि मोबाइल पनि तन्काउँदैछु म चाहिँ। यताउता कलङ्कीतिर हेर्दै हिँड्दै म चाहिँ दामी लाग्यो त्यहाँ गफ
त्यही हान्दै छैन कि गफ हानेर त्यहाँ याङ्गोको मान्छे ढल्ने बेला भइसक्यो। मेरो मुखै गल्दैन फेरि। ठ्याक्क अब यताबाट चाहिँ लागेँ म चाहिँ स्वयम्भूतर्फ। रात पनि लागेको थियो क्या। नाइट बसहरू पुरा हिँड्नु थालिसकेको थियो क्या। यहाँ फेरि ब्याकग्राउन्डमा चाहिँ राम्रो यहाँ पर्तिर घर बन्दैछ फेरि राम्रो आवाज आइरहेको छ। माइन्ड नगरिदिनु होला। अब चाहिँ म पुग्नु लाग्यो आजको भिडियो यति नै। बाई बाई साथीहरू।